तिम्रो कानमा झुम्का अनि हातमा चुरा लगाउने उमेर हुँदा मेरो काँधमा जुवा र हातमा हलो थमाइन्छ यहाँ। तिमी जन्मिँदा लक्ष्मी मानेर भित्राउने, म जन्मिँदा घरको भार उठाउने जन्मियो भनेर खुसीले रमाइन्छ यहाँ। सायद सत्य सधैँ तितो हुन्छ होला, कसैलाई पच्दैन। नत्र हेर न, तिमी नारी हो, तिम्रो लागि नारी दिवस, म पुरुष हो, मेरो लागि मजदुर दिवस मनाइन्छ यहाँ। थाहा छ तिमीलाई? हातका मैला सुनका थैला के गर्नु धनले, सागर र सिस्नो खाएको बेसा आनन्दी मनले। मेरो बाल्यकालमा मेरो स्कुलले मलाई सिकाएको शिक्षा थियो त्यो। तर आज म भित्रको पुरुषले मलाई के सिकाइरहेको छ थाहा छ? पुरुषको इज्जत, पुरुषको मान मर्यादा नापिन्छ धनले, कमाउन नसक्दा आफ्नै परिवार निपोल्दैन आनन्दी मनले। हो, म त्यही पुरुष हुँ जसको हाल खबरभन्दा बढी कमाइ सोधिन्छ यहाँ। म त्यही पुरुष हुँ जसको थकाइलाई नामर्द र आँसुलाई हुतिहारा बनाइन्छ यहाँ। अनि तिमी फेरि गुनासो गर्छौ अर्को जन्म छोरो भएर जन्मिन पाऊँ भनेर। सजिलो छ जस्तो लाग्छ र तिमीलाई पुरुष भएर जन्मिन? केवल एकपल्ट त्यो मुगलान पसेर सन्तानको भविष्य सोच्दा सोच्दै घर फर्किन नसकेको बालाई सोध न पुरुषको सङ्घर्ष कस्तो हुन्छ। म भन्दिनँ नारीले सङ्घर्ष नै गर्दैन, तर बाको मृत्युपछि छिमेकीको हेपाई, आफन्तको घोचाइ, सन्तानको भविष्य, घरको जिम्मेवारी, त्यो बापछि एक्लो बनेको आमाको रुवाईलाई सोध न बाको महत्त्व के हो भनेर। बुढा बाआमा, जवान श्रीमती अनि कलिला सन्तान छोडेर परदेश हिँडेको दाइलाई सोध न पीडा कस्तो हुन्छ भनेर। कोसिस गर्दा गर्दै पनि पटक पटक हारेको त्यो भाइलाई सोध न आफन्त र छिमेकीको घृणा कस्तो हुन्छ भनेर। तिमी पो नारी हो, तिमीलाई आकाशको चन्द्रमासँग नापिन्छ। मैले त पहिले नै भनेको थिएँ नि तिमीलाई, म पुरुष हुँ, मेरो त सङ्घर्ष पनि गधासँग दाजिन्छ। तिमी नारी हो, तिमीलाई आँसु देखाउन पनि अधिकार छ, सहानुभूति पनि पाउन सक्छौ। म पुरुष हुँ, मैले आज थोरै थाकेँ भनेर गुनासो पनि गर्न सक्दिनँ। नत्र आफ्नैको तिखो वचनले यो सधैँ मनलाई पनि बौला बनाउँछ। हामीले आफ्नै घरमा कैयौँपल्ट सुन्दै आएको एउटा कुरा याद छ तिमीलाई? सधैँ मैले मात्र पकाउनु पर्ने हो र आज एक दिन तपाईँले पकाएर हेर्नु न कति गाह्रो छ त्यो भान्साको काम। अरे यार, भान्सा कोठासम्म आएको अन्न पकाउनु पर्दा त तिमी वचन लगाउँछौ, तर सम्झ न त्यही अन्नलाई घरको भान्सा कोठासम्म ल्याउन त्यो पुरुषले कति के सहेका थिए होला। कामको भारले गलेको शरीर अनि परिवारको वचनले आत्मा थाक्छ यहाँ। सबैको चिन्ताले राति निदाउन नसकेर सुन्निएको आँखालाई बिहानीमा मदिराको मातले माथेको आरोप लाग्छ यहाँ। आमा र श्रीमतीको झगडामा चोट एउटा श्रीमान र छोराले सहनुपर्छ। कामको भारले गलेको शरीर एक दिन छुट्टीमा साथीभाइसँग घुम्दा पनि घरमा हिसाब बुझाउनुपर्छ। अनि कुन अधिकारको कुरा गर्छौ तिमी? अनि कुन नारी अधिकार चाहिएको हो तिमीलाई फेरि? पुरुषलाई त अधिकार नै खोसेर पनि सहन सक्ने बलियो बनाइएको छ। अनि आफ्नै भाग्यलाई भन्छौ तिमी अर्को जन्म पुरुष भएर जन्मिन पाऊँ। म जाँदा जाँदै भनेर जान्छु ल तिमीलाई आज पुरुषको भाग्य कस्तो हुन्छ भनेर। म जाँदा जाँदै भनेर जान्छु तिमीलाई पुरुषको भाग्य कस्तो हुन्छ भनेर। बाल्यकाल सकिन्छ यहाँ एउटा पुरुषको हलो र फालीमा, जवानी सकिन्छ प्रगति गर्न नसक्दा आफन्त र परिवारको गालीमा। नारी र पुरुषको इज्जतको के कुरा गर्छौ? माइतीमा सधैँ छोरीको अधिकार हुन्छ, तर ज्वाइँलाई त औकात अनुसार स्वागत गरिन्छ आफ्नै ससुरालीमा। अब भन, भाग्य कसको बलियो थियो अनि भाग्य कसको फेरिनु थियो?